यो हो गलबर्नको नेपाली ससुराली फार्म हाउस। यहाँ माउन्टेन्सको भ्यू, नेपाली भाइब, नेपाली पिकनिक स्टाइल नाचगान र सेलिब्रेसनले रात एकदमै रमाइलो बित्यो। अब पहिले यात्राको कुरा सुनाउँछु। सिडनीबाट हामी निस्क्यौँ। म घरबाटै सुरु गरेँ। सामान मिलाएर गाडी तयार पारेँ अनि एकजना साथीलाई पिकअप गर्न गएँ। सिडनीको भिड बिस्तारै छाड्दै जाँदा मन हल्का हुँदै गयो। सहरका बिल्डिङ्स पछाडि पर्दै गए अनि खुला रोड र ग्रिनरी देखिन थाल्यो। बाटोको भ्यू एकदमै राम्रो लाग्यो। करिब 2 घन्टाको यात्रापछि हामी गलबर्न पुग्यौँ। सानो सहर तर शान्त र फरक अनुभव दिने खालको। यहाँ आएपछि पहिलो स्टप बनायौँ द बिग मेरिनो। ठुलो मेरिनो सिपको स्ट्याचु टाढेबाट देखिन्थ्यो। हामी त्यहाँ रोक्यौँ, ग्रुपमा फोटोज खिच्यौँ, स्ट्याचु अगाडि उभिएर रमाइलो गऱ्यौँ। त्यति मात्र होइन, हामी भित्र पनि पस्यौँ। भित्रको स्ट्रक्चर र डिस्प्लेहरू एक्सप्लोर गऱ्यौँ। केही नयाँ कुरा देखियो, केही इन्ट्रेस्टिङ इन्फर्मेसन पनि थाहा भयो। छोटो समय भए पनि रमाइलो अनुभव रह्यो। अब द बिग मेरिनोबाट निस्किएर सिधै ससुरली हाम्रो फार्मतिर लाग्यौँ। भिडियो मन पर्यो भने लाइक र सेयर गर्नुहोस्। अर्को पार्टमा भेटौँला। नमस्कार।